नमस्कार, मेरो नाम रामबहादुर बानिया हो र राष्ट्रको लागि म अगाडि बढ्दैछु। र हामी किन भन्दाखेरि व्यक्तिको लागि हामी जुलुस गर्ने होइन, झगडा गर्ने होइन, हामी राष्ट्रको लागि सबैजना मिलिजुली गरेर हामी अगाडि बढ्नुपर्छ र देशको लागि सेवा गर्नुपर्छ। हामी देश विदेश सबैको लागि हाम्रो छिमेकी हुन्, छिमेकी हामी मिल्नुपर्छ। मिल्यो भने संसारै हाम्रो हजुर हामी सबै छिमेकीहरू हामी स्वदेशी विदेशी हामी मिल्यौँ भने स्वर्गै बन्छ। नर्क बनाएको थियो, स्वर्गै बन्छ। हामी मिलेर हामी काम गर्न अगाडि बढ्न चाहन्छौँ र मलाई पनि हजुरले चाहेमा मलाई खबर गर्नु म तुरन्त म आइपुग्ने छु भन्नेदेखि हजुरहरू सबैलाई विदेशमा पनि मैले अस्ति नै पनि भनिसकेँ, शान्ति होस् मैले भनिरहेको छु। अलिकति कमै भएको जस्तो मलाई लाग्छ र बाहिर विदेशमा पनि झगडा र हत्या हिंसा नहोस् भन्दै शान्ति होस्, सदाको दिन शान्ति होस् भन्दै मन्त्रीज्यूहरू सबैलाई राजादेखि लिएर सबैलाई हाम्रो नगरपालिका वडाहरूलाई सबैलाई नमस्कार गर्दै आज म बिदा छुट्टी लिएँ। धन्यवाद।